साथीहरू हेलो साथीहरू मेरो फेसबुकको सम्पूर्ण साथीहरूलाई नमस्कार छ। आज चाहिँ मेरो भिडियोमा मुखबाङ हुँदैछ। यहाँ मेरो देवर, यहाँ मेरो बहिनी कान्छीको फ्रेन्ड साथी, यहाँ मेरो कान्छी, मेरो बहिनी यसले बनाएर दिएको मुखबाङ भिडियो तीनजनाको आज तपाईहरु इन्जोय गर्छ होला हो। मेरो चाहिँ यति काम छ। अब बढे बस्छु अरे यार हटे त बग्रो त भारी हो किन जग्गा दिएको सुगरी हेर्न पर्दैन जग्गा पनि दिएको रहेछ। अलिअलि रमाइलो गर्दै खाँदैछ गाइस। खानु भेला पनि खाइहाल्नु गाइस नास्ता अलिक रमाइलो गर्दै खाँदैछ। खानु न मेरो मात्रै आएको त त्यसो बेला राख्नु पर्छ फुललाई। अब चाहिँ मासु लिएर टन्नै बसेछ अरूलाई गाइस यस्तो भन्दैछ हेर्नु त मिठो भन्छ हौ। मिठो भयो नि सब्जी मैले बनाएको थिएँ हौ। गर्दा म गाना बन्द गर्छु, कपिराइट लाग्छ। कति मिनटको भयो भिडियो हेर्दै गर्नु न गाइस। इन्जोय गर्नुहोस्। आज भोलि चाहिँ मेरो पचौनी र भात आउँछ। 1.5 मिनेट हो 1.5 मिनेट भोलि पचौनी खानु आउनु है गाइस। मलाई सालगडा दिदी होइन पचौनी र भात खान्छु भनेर तिमीले कहिलेदेखिको भन्दै थियो। रोजा देख्नु पर्छ बिचारा। अब म चाहिँ पूजा गर्नुपर्ने। भनौँ न अच्छा साथीहरू यिनीहरू त अलग अलग छुटेर खान्छ यसरी हो। यता उता यता म चाहिँ एउटा आमा बाबाको होइन नि त। अलग अलग बस्छु। होइन गाइस मेरो घरमा जग्गै त्यस्तो छ, सानो छ है। अब के गर्नु, गरिब दुखी घर यस्तो हुन्छ। जब मेरो छोराले कमाउँछ तब बनाउँछ लामो डाइनिङ टेबल, एकदम डाइनिङ टेबल तब चाहिँ लामो 12वटा सिट भएको। तब चाहिँ यसरी छिलिबिली हुनु हुँदैन गाइस। टक्क कुर्सी टेबलमा राख्छु। कान्छीले चाहिँ मेरो हाफप्यान्ट लगाइरहेको छ हो। होइन तिम्रै उसकै हाफप्यान्ट हो कि, तर हाफप्यान्ट लगाइरहेको छ। कमेन्ट नगरिदिनुहोस् होला, घरभित्र मात्रै हो गाइस। यो चाहिँ मेरो कान्छी बहिनी हो। हो म त मेरो देवर, यता त ब्युटिफुली पुतली। को कसले चिन्नुहुन्छ